हेलो जय मिसी वेलकम टु आवर भ्लग। र आज चाहिँ हामी स्वतन्त्र एकता चर्चबाट यहाँ बाहिर बप्तिस्मा कार्यक्रम प्लस पिकनिकको लागि चाहिँ हामी यहाँ आएका छौँ। र यहाँ चाहिँ हाम्रो 50+ मानिसहरू छौँ, तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बस्ने तयारीहरू हुँदैछ। हामी यहाँ बप्तिस्मा कार्यक्रममा कुन डेटमा छौँ त्यो चाहिँ आज यहाँ बहिनीले भन्नुहुनेछ है। जय मिसी। जय मिसी। आजको डेट के होला? कति छिटो भन्ने ल कम्पिटिसन 2082 अनि त्यसपछिबाट 1 महिना 18 गते अनि तदनुसार मे 1 चाहिँ हाम्रो दर्शक हुनुहुन्छ। यहाँ के काम हुँदैछ भने त्यो हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो एल्डर बुवा अगुवा दाइहरू पास्टर बुवा डिकन बुवाहरू हुनुहुन्छ, मिलाउने तयारीमा हुनुहुन्छ। जय मसी सबैलाई। जय मसी जय मसी। हेलो जय मसी जय मसी जय मसी। छाने मान्छे छान्छै छैन हजुर। जय मसी गर्दियो न एकचोटी सुन्ने गरी कति रमाइलो भयो भन्दै जय मसी भन्दिउ न। खानामा कति रमाइलो भयो भन्दै मनिने सत्तुकीहरू हुनुहुन्छ। आज पिकनिकको लागि सहभागी हुनुभएको हाम्रो अगुवा विश्वासीहरू यता चाहिँ बप्तिस्माको लागि अर्का डिभिजन कलेजहरू। गो खोइ जयमिसी भन्न हाम्रो बाल समितिको नानीहरू पिकनिकको रमाइलो लिँदैछन्। स्टार्ट स्टार्ट। विनर हुनुहुन्छ हाम्रो अमृत भाइ। क्यामेराम्यान आदित्य जल्दी वासे हटो। It's
गुरुबा जय मसी। आज हामी कतिजना पो बप्तिस्मा लिनेहरू? आज 15 जना। 15 जना ठ्याक्कै? हजुर हजुर धन्यवाद। रमाइलो भयो बाबा? एकदमै रमाइलो, एकदमै रमाइलो। अझै पनि काम कुरो जारी छ। हुन्छ धन्यवाद हजुरलाई। राधाजी कस्तो कतिको मिठो हुँदैछ? एकदमै मिठो छ। हास्याम अङ्कल मिठो छ? एकदम मिठो छ। हाम्रो चाहिँ आजको बत्तिसमा कार्यक्रम सकेर सबैजना खाना खाँदै हुनुहुन्छ। कतिजनाले खाना खाइसक्नु भयो। है दाइ भोक लागेको बेला मासु मिठै हो? कट्टो मिठो कति रमाइलो भयो भने खानु रमाइलो भयो? कति धेरै हो? कति धेरै? कतिवटा भन्नु? कतिवटा? 5वटा मिठो खाएर देखाउनु त फेरि। अनि हामी उहाँलाई खाना नै दिइसक्यौँ। धेरै दिन भयो खाना खान नपाउनु भएको। जन्मेदेखि आजै खाएको अरे भात। हाम्रो यो कालो टी सर्ट लाउने भाइले नै आज जन्मेपछि आज भात खाएको अरे। अनि भाइले चाहिँ ड्यू भनेको सुनाइरहेको छ। अनि आज पिउँदै चाहिँ भाइलाई ड्यू लागिसक्यो भने सुनाएर चाहिँ स्प्राइट भन्ने चाहिँ फेरि कृपया उहाँहरूलाई सहयोग गरिदिनु होला। हामी सेवा नम्बर थाहा छ ल कृपया सहयोग गर्नु होला है त। क्युआर भोक लागेको बेला मासु मिठै हुँदो रहेछ। मम्मी भोक लागेको बेला त के मासु त मिठो हुँदो रहेछ होइन? साह्रै मिठो हुन्छ। साह्रै मिठो हुँदो रहेछ हो आन्टी? साह्रै मिठो मिठो हुँदो रहेछ मिठो सबै मिठो हुन्छ। चाहिँ के हेरेको चाहिँ कसको मिठो छ तिम्रो त्यो चोरी हेर न यतिको हुनु भएको छ ल। दाइ कति महिना? 7 महिना। ए साइना साइनाको लागि बहिनी आउँदैछ अब। यता चाहिँ भाडा दिने कार्यक्रम हुँदैछ। भाडा दिँदै हुनुहुन्छ। हामी डिगुनबुल चाहिँ अझै पर हुनुहुँदो रहेछ। त्यही भएर परै बाटो उहाँलाई। कार्यक्रम भयो। विशेष गरेर तपाईँहरूको बत्तिसमामा धेरैजना हामी पनि समावेश हुन पायौँ। प्रभुले तपाईँहरूलाई आशिष गर्नुभएको होस्। तपाईँहरूको नयाँ जीवन भन्छु म त। यो बत्तिसमा लिइसकेको पछाडिको चाहिँ एउटा नयाँ जीवन हो। पुरानो कुराहरूलाई गाड्नु भएको छ। अब तपाईँहरूको जीवन नयाँ भएको छ। परमेश्वरको वचनले भन्दछ यदि कोही केसमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बिति गएको छ र अब नयाँ आएको छ। ढिलो नगरिकन परमेश्वरको हातमा समर्पण गर्छौँ र हामी प्रार्थना गर्छौँ। महान परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको सेवा तपाईँ परमेश्वरलाई मन पर्दो। आजको सेवा तपाईँ परमेश्वरले आशिष तुल्याउनु भयो। प्रभु आज 15 जना तपाईँको छोराछोरीहरूले पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा बत्तिसमा लिनुभएको छ। अनि बत्तिसमा दिनलाई प्रभु यो कार्यक्रम आयोजना गर्नलाई प्रभु यो कार्यक्रममा हरेक ठाउँबाट आफ्नो क्षेत्रबाट सहायता गर्नलाई प्रभु आफ्नो छोराछोरीहरू तयारी हुनलाई प्रभु तपाईँ परमेश्वरले सहायतामा बिन्ती चढाउँछौँ। आजको कार्यक्रमलाई सफल बनाउनु भएको लागि हामी तपाईँलाई धन्यवाद महिमा प्रशंसा भन्छौँ। तपाईँलाई हामी आदर गर्छौँ येशू प्रभुको नाउँमा आमेन। जय मसी गुरुबा। जय मसी नानी। आजको कार्यक्रम के कस्तो भयो? एकदमै आशिषमय भयो। परमेश्वरलाई धन्यवाद भएको होस्। सोचेको भन्दा राम्रो। एकदमै गर्मी ठाउँ गर्मी हुन्थ्यो। दिनमा बादलको खामो रातमा आगोको खामो हुने परमेश्वरले हामीलाई सुरक्षा दिनुभयो। कार्यक्रम आशिषमय भयो। सोचेको भन्दा राम्रो भयो। असल भयो। सबै कुराहरू डाँडाको उपदेशमा प्रभुले गर्नुभएको कार्यहरू सबै पुरा भयो। प्रभुलाई धन्यवाद। प्रभुको महान आज्ञा पुरा भयो। त्यो प्रभुले जाऊ र सबै देशको जातिलाई चेला बनाऊ। पिता पुत्र पवित्र आत्माको नाममा बत्तिसमा देऊ। मैले गरेका सबै आज्ञाहरू पालना गरेर सिकाऊ। हेर युगको अन्तसम्म तिमीहरूको साथमा छु प्रभुले भन्नुभयो। त्यो महान आज्ञालाई सिरोपर गर्दै हामी आयौँ। एकदमै आशिषमय भयो कार्यक्रम। तपाईँहरू सबैजनालाई धन्यवाद। सबैजनालाई जय मसी। जय मसी। खाना पछिको चाहिँ अब सबैजना ढुक्क भएका अवस्था र अब जब सबैजना घर जानलाई तयारी पक्रिँदै यो चाहिँ आजको हाम्रो भिडियोको
last moment. Thank you guys for watching.